हामीले आलु रोपेको है साथीहरू। आलु रोप्दाखेरि यसरी मल हाल्छौँ कि हामीले, कुखुराको मल हो। आलु रोप्न आएको आज भ्याइन्न जस्तो छ, अनि यसरी कुखुराको मल हाल्न पर्ने छ, अनि बल्ल आलु फल्छ गरे है साथीहरू। हजुरहरूतिर कसरी रोप्नुहुन्छ? हामीले आलु रोपेको अनि यसरी सिया बनाएर ड्याङ बनाउँछ कि हामीले, यस्तो ड्याङ बनाएर यति धेरै रोपिसक्यौँ। अब यतातिर रोप्दैछौँ। अनि यो डिआइबी मल हो कि के हो भन्छ, त्यो पनि हालेछौँ। माटो फुकाउँछ गरे के त्यसले। अनि हजुरहरूकोतिर कसरी रोप्नुहुन्छ? आज आलु रोप्न आएको यसरी रोप्छौँ हामीले। यहाँ मल हाल्दैछौँ हामीले यसरी सिया बनाएर। अनि अब आलु रोप्ने यसरी। अनि त्यहाँ आलु छ, आलुको बिउ पनि थोरै छ। यो पोखरेली आलु है, निलो आलु हो। अनि निलो आलु रोपेर घरै खानलाई रोपेको हो, त्यही भएर निलो आलु रोपेर खाम भनेर के साथी। हजुरहरूतिर कसरी रोप्नुहुन्छ कमेन्टमा भन्नु होला है साथी। हामीले यस्तै रोप्छौँ। अनि यति धेरै रोपिसक्यो यो के, यति धेरै रोपिसकेको यो ड्याङ बनाएको हो। यसरी ड्याङ बनाएर रोप्छौँ है साथी। अनि कमेन्टमा भन्नु होला ल। थ्याङ्क यू सो मच। मेरो फेसबुकका साथीहरूले सबैले लाइक, कमेन्ट अनि फलो पनि गर्नु होला। सबै साथीहरूले सेयर गरिदिनु ल। हस् त, धन्यवाद। थ्याङ्क यू सो मच।